म आज सब्जी मन्डीमा आएँ। एकजना हामी नेपाली दाइसँग दुःखको कुरा गर्छौँ, भेटेँ उहाँलाई मैले है। उहाँसँग इन्टरभ्यू लिन जाँदिरहेको छु उहाँसँग। हेलो दाइ, नमस्ते हजुर। नमस्ते भाइ, अरू के छ? हजुरको घर कहाँ हो दाइ? मेरो घर त हाल त कञ्चनपुर जिल्ला दोलखाचारी नगरपालिका वडा नम्बर 2 हो होइन। पहाड घर चाहिँ बजाङ छन्ना हो। अब यो हामी तमिलनाडुको टिके मार्केटमा अब यो धेरै सालदेखि यहाँ मजदुरी गर्दै आएका छौँ। हाम्रो दाजु होइन, घर हाम्रो छान्ना हो दाइको होइन। धेरै सालदेखि तमिलनाडुमा मजदुरी काम गर्दै आउनु भएको छ। धेरै राम्रो काम गर्नुहुन्छ उहाँले, एकदमै राम्रो काम गर्नुहुन्छ है। यस्तो राम्रो लाग्यो मलाई पनि उहाँसँग भेटेर। धेरै खुसीको कुराहरू गर्छु उहाँसँग। म अझै कुरा गर्छु उहाँको कस्तो काम हुन्छ, कति सेलेरी हुन्छ त्यो पनि सोध्छु है। कस्तो काम हुन्छ दाइ यहाँतिर तपाईँको? ए भाइ, काम त धेरै गाह्रो हुन्छ। अब यसो काम गर्न आएको मान्छेले काम के सहज हुन्छ होइन। अब त्यही पनि अब जिन्दगी यसै धक्काबाट लगाउनु पर्ने अवस्था छ। अब धनियाँको दोकानमा काम गर्ने हो, 50 किलोको बोरी बोक्नु पर्ने हुन्छ। अनि बिहान 7 बजेदेखि राति 11 बजीसम्म काम हुन्छ। बिचमा आधा 1 घन्टा अनि नास्ता टाइम पाइन्छ। अनि हामी नेपालीहरू थुप्रै छौँ यहाँ टिके मार्केटमा, लगभग 25-30 जना नेपालीहरू पनि छौँ। सबको हार्डै काम छ भन्नु पर्यो। यहाँ मार्केटमा 25-30 जना हाम्रा नेपाली दाजुभाइना काम गर्छन्। यिनको सबैलाई पनि हार्डै काम छ है, तर पनि आफ्नो परिवारलाई यिनी एकदमै राम्रो तरिकाले मेन्टेन गर्छन् अनि पाल्छन्। उहाँलाई आफ्नो फ्यामिलीलाई हेर्छन्, बच्चा बच्चीलाई दामी तरिकाले हेर्छन्, स्याहार्छन्। यो पनि उहाँको धेरै मिहिनेत। धेरै तपाईँको यसरी मिहिनेत गर्नु भनेको धेरै हो। दाजुभाइले धेरै मिहिनेत गरिराख्नु भएको छ। अझै पनि दाजुभाइलाई यसरी मिहिनेत गरे भन्नु छ है। अर्का दाइलाई पनि भन्नु छु। हजुर दाइ नमस्ते नमस्ते हजुर, मेरो नाम सुरेन्द्र गिरी हो। घर चाहिँ दोधरा चाँदनी वडा नम्बर 2, एउटै गाउँको भन्नु पर्यो। एउटै गाउँको हामी। दोधारा चाननी वडा नम्बर 2 दाइको घर दामी छ है। यो दाइको घर बस्ने ठाउँमा दाइसँग अझै कुरा गर्दैछु म। दाइ भन्नु, घर परिवारलाई के भन्न चाहनुहुन्छ? घर परिवारलाई धेरै ठिकै छ भनौँ। परदेशको जग्गा काम गरेर खाने हो, काम गरेको छ, त्यहाँमा ड्युटीसित आइन्छ। यस्तै छ भनौँ, ठिकै छ भनौँ। अहिलेसम्म राम्रै बितेको छ भनौँ। अरू सब ठिकै छ। हाम्रो धेरै छन् साथीहरू नेपालतिरको। आमा बुवा भाइ बहिनीलाई धेरै सम्झेको छु भन्नुहुन्छ उहाँले। तपाईँलाई सम्झिनु राख्नु भएको छ, हामीले पनि सम्झियौँ है। धेरै उहाँले राम्रो कुरा गर्नुभयो। तपाईँको लागि दिनरात म मिहिनेत गर्छु। तपाईँले राम्रो काम गर्नु होला, केही चिजलाई पनि राम्रोसँग चलाइदिनु होला। म देशमा भए पनि घरतिर धेरै मेरा बुझकी मान्छेहरू छन् भन्ने उहाँले कुरा गर्नुभयो। उहाँसँग हामीलाई कुरा गर्दा एकदमै रमाइलो लागिरहेको छ है, एकदमै रमाइलो। दाइ कस्तो कस्तो काम छ हेर्नु, केलाको काम रहेछ यहाँ दाइको। पेमेन्ट कसै छ हजुर? पेमेन्ट त दैनिक 800 रुपियाँ दिएको छ। अनि अब रुम भाडा सबै आफूले त्यसैमा खाने पनि त्यसैमा हो। अनि कुलीको 50 रुपियाँ, अब जति पनि पर्छ 40-50 रुपियाँ एक्स्ट्रा पर्छ। 850 रुपियाँसम्म आइसी पर्छ यहाँको। 850 आइसी पर्छ। तैपनि दाइको कठोर मिहिनेत गर्नुहुन्छ, त्यही माथि कति मिहिनेत पर्छ हामीलाई तपाईँलाई थाहै होला यहाँ कस्तो हुन्छ पर्जेको ठाउँ होइन। दाइलाई एकदमै धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद छ दाइ। सबजनाले हेर्दै हाम्रो भिडियो है। ल सबैलाई सम्झना छ, सबैलाई यो भिडियोलाई सेयर कमेन्ट गरिदिनु होला है। ठिक छ अब।